एन्जाइटीको औषधिको कुरा गर्ने हो भने तपाईँ झट्टै झ्याप्पै छोड्ने काम गर्दै नगर्नुहोस्, किनभने एन्जाइटी ट्रिट गर्नलाई डक्टरले अलिकति औषधि बिस्तारै लो डोजबाट सुरु गरेर अलिकति एउटा कति चाहिन्छ तपाईँलाई त्यो एउटा अप्टिमम डोजमा पुर्याउनु भएको हुन्छ र त्योबाट तपाईँले यदि झ्याप्पै छोड्नुभयो डक्टरसँग सल्लाह नगरी भने के हुन्छ, अब तपाईँलाई एउटा विथड्रल नै चाहिँ भन्दैन, यसमा डिस्कन्टिन्युएसन सिम्टम्सहरू भनेर भन्छ, जुन चाहिँ औषधि छोडेको 1-2 दिनमा चाहिँ सुरु हुन्छ र यो 1-2 हप्तासम्म पनि भइराख्न सक्छ अथवा कसै कसैलाई केही हप्ताको लागि पनि हुनसक्छ। प्राय कस्तो लक्षणहरू आउँछन् भन्दाखेरि धेरैमा चाहिँ एकदम शरीर पोल्ने, झमझमाउने, होइन, एकदम रिस उठ्ने, झिजो लाग्ने, निन्द्रा नपर्ने, बोमिट आउला जस्तो हुने, बोमिट हुने, डाइरिया हुने, टाउकोमा सोला हानेको जस्तो हुने, यस्ता टाइपका लक्षणहरू चाहिँ एकदम कमन छ र यदि डक्टरसँग सल्लाह गरेर बिस्तारै डोज घटाउँदै औषधि बन्द गरेको भए चाहिँ यस्ता लक्षणहरू केही पनि आउँथेनन्।